नमस्कार अल अफ यु। आज मैले हजुरहरूलाई इस्कुस कसैलाई इस्कुस मन नपर्ने मान्छेलाई नि यसरी इस्कुसको अचार बनाएर खाँदा साह्रै मनपर्छ, मिठो पनि हुन्छ भनेर मैले इस्कुसको अचार बनाउनलाई रेसिपी राखेको छु। मैले सर्वप्रथम 4-5वटा इस्कुसलाई काटेर अनि यो तेल बसालेँ। तेलमा जिरा मेथी पड्काएँ, अलिकति हिङ पनि पड्काएको छु होइन अचारमा। त्यस पछाडि मैले इस्कुसलाई हालेँ। इस्कुस मिलासँग चलाइ पारेँ होइन। अनि बेसार नुन स्वाद अनुसार राखेर यसलाई एकछिन चलाएर अनि मैले सानो आगो गरेर छोपेर राखेपछि यसरी चलाउँदा रस निस्क्यो, इस्कुसबाट निस्किने रस निस्क्यो। अनि मैले यसलाई राम्रो छोपेर चलाएँ। पछिबाट मैले 4वटा खुर्सानी अनि अलिकति 2-3वटा टमाटरलाई यसो हालिदिएछु। अनि अब यसलाई छोपेर राखेँ। मैले अलिकति सिलौटामा पिसेको जिरा धनियाँ लसुन अदुवा पेस्टलाई पनि बिचमा यसो फाल्टो बनाएर हालिदिएको बनाउँछ भनेर। अनि एकछिन यसलाई यसो चलाएर अनि छोपेर राख्छु मैले एकछिन सानो आगोमा पानी लगाएर यसलाई भित्रसम्म पाक्ने गरेर पानी नराखिकन ओदाउनु गरेर परपरि भुट्नुपर्छ। अनि आफ्नो स्वादअनुसार मसला अब रातो काश्मिरी धुलो खुर्सानीहरू हाले नि हुन्छ। अनि मैले पाकिसकेपछि यसमा कागती निकालेर हालिदिएँ। इस्कुसमा पहिल्यै कागती हालेपछि यो इस्कुस अलिक गुलियो हुन्छ नि त। अनि एकछिन पकाएपछि भित्रसम्म अमिलो पर्छ भनेर मैले पहिल्यै हालिदिएको। अनि यतापट्टि यो रेडी भएपछि मैले यसलाई बाउलमा निकालेँ, काँचको बाउलमा। अनि मैले यता तिल भाँगो र आलसको छोप पहिल्यै बनाएर राखेको थियो, त्यसलाई हालिदिएँ। अनि अलिकति एउटा प्याजलाई यसरी काटेर हालिदिएँ होइन। अनि यो अघिको 3-4वटा खुर्सानी, यो मैले किनभने खुर्सानी अहिले नमलिहालेको, हाम्रो घरमा प्रेसरको रोगी हुनुहुन्छ औषधि खाने, अनि उहाँलाई निकालिसकेपछि अनि मैले खुर्सानी मलिदिने हो। तपाईँहरू आफूलाई कतिको चिल्लो खाने पिरो खाने त्यो अनुसार हाल्न सक्नुहुन्छ। तर मैले अलि हाम्रो घरमा अलि प्रेसरको रोगी भएको कारणले ठिकै चिल्लो पिरो हालेर बनाएको छु। अझ राम्रोसँग चिल्लो काश्मिरी लाल मिर्च हाल्दा झन् मिठो यामी देखिन्छ होइन। त्यसैले मैले त अलिक सस्तो गरेर खानु पऱ्यो। मेरो इस्कुसको अचार बनाउने मेरो स्टाइल मात्र मैले तपाईँहरू समक्ष पेस गरेको हो। यसरी बनाएर खाँदा इस्कुस मिठो नलाग्नेलाई पनि साह्रै मिठो हुन्छ। मैले यसरी इस्कुसको अचार मलेर तयार पारेँ होइन। कस्तो लाग्यो तपाईँहरूलाई प्रतिक्रिया दिनुहोला। यस्तै मेरो भिडियोमा हेरेर मिठा नमिठा खानेकुराहरूको परिकार हेरेर प्रतिक्रिया दिनुहोस् होइन भन्दै हजुरहरूलाई मैले राम्रोसँग यो घुमाइ फिराइ देखाइदिएँ। किनभने धेरै कलर भएन भन्नुहोला, म काश्मिरी लाल मिर्च खाँदैनौँ। अनि नखाएपछि कहिलेकाहीँ हाल्यो मलाई पनि पेट दुख्छ, देख्नु त किन हो, ग्यास्ट्रिक हुन्छ। अनि यसरी मैले मेरो आजको खानासँग इस्कुसको अचार हालेर सर्भ गरेँ। यो खानाहरूको पछि आउँछ। हस्त धन्यवाद।